हामीले कुन ल्यापटप लिन लाग्दा लेनोभोको एलओपी कुन ग्राफिक कार्डमा RTX को 5060 ग्राफिक कार्डमा है Ryzen 7 को 250 प्रोसेसरमा RTX को 5060 ग्राफिक कार्ड भएको ल्यापटप हो। हामीले अनबक्सिङ गर्दैछौँ। यस्तो दामी बक्स प्याक छ बाहिर, भित्र अर्को यस्तो दामी प्याकिङ छ। पुरा बक्स प्याकिङ पनि यस्तो दामी छ। Ryzen 7 को 250 प्रोसेसर, 16GB ऱ्याम, 512GB SSD, 15.6 इंच को फुल एचडी डिस्प्ले, RTX को 5060 ग्राफिक कार्डमा रहेको यस्तो दामी ल्यापटप छ। के का लागि लिन लाउनु सर हजुरले? यो हाम्रो स्क्रिन चलाउन है। यस्तो दामी लुक्समा छ। यदि तपाईहरु पनि यस्तै हाई स्पेकमा RTX को 5060 ग्राफिक कार्ड भएको राम्रो ल्यापटप, पर्फर्मेन्स वाइज पनि लुक्स वाइज पनि एकदमै दामी ल्यापटप खोज्दै हुनुहुन्छ भने तपाईले यो लेनोभोको येलो क्यूब ल्यापटपलाई लिन सक्नुहुनेछ। यस्तो दामी ल्यापटप छ। यस्तो उतापट्टि साइडमा यस्तो छ है। लुक्स वाइज पनि दामी छ। अब हामी यसलाई चाहिँ सेटअप गरेर है त दामी छ। दामी छ। यदि तपाईहरु पनि यस्तै हाई स्पेकमा नयाँ ल्यापटप खोज्दै हुनुहुन्छ भने तपाईले यो ल्यापटपलाई लिन सक्नुहुनेछ। लेनोभोको येलो क्यूब, यो 2025 को मोडल हो। RTX को 5060 ग्राफिक कार्ड है त। धन्यवाद।